ल मोबाइल एक्सचेन्ज गर्नको लागि चाहिँ हाम्रो दिदी श्रेष्ठ मोबाइल केयरको दसैँ अफर सुनेर चाहिँ आइसक्नु भएको छ। त्यसै गरी दिदीले एउटा फोन चाहिँ एक्सचेन्ज गर्नु भएको छैन, अर्को फोन चाहिँ डाइरेक्ट लिएर जाँदै हुन्छ। आइफोन 14 प्रो म्याक्स हामीलाई दिएर चाहिँ उहाँले चाहिँ ग्यालेक्सी S25 अल्ट्रा अनबक्सिङ गर्न जाँदै हुनुहुन्छ। ल खोलिदिनु दिदी। ल सर्वप्रथम त म यहाँहरूलाई श्रेष्ठ मोबाइल केयरबाट सम्पूर्णमा नमस्कार गर्न चाहन्छु र यहाँहरू पनि तपाईँहरूको पुरानो मोबाइल यहाँहरूसँग छ साथमा चाहनुहुन्छ भने यो श्रेष्ठ मोबाइल केयरमा आउन सक्नुहुन्छ। ठ्याक्कै अहिले चाहिँ म चाहिँ यहाँ क्याम्पस मोडमा छु, यहाँहरूले देख्न सक्नुहुन्छ पसलबाटै। म चाहिँ यहाँहरूलाई मैले चाहिँ यो स्यामसङ 25 अल्ट्रा यहाँहरूलाई ओपन गरेर देखाउने छु, यहाँहरूले देख्न सक्नुहुन्छ। यसलाई म यहाँ खोलेर देखाउँछु। अब हामी सर म्यामहरूले स्यामसङ 25 अल्ट्राबाट चाहिँ हामी फोटो खिच्छौँ। मैले आइफोन चाहिँ उहाँहरूलाई दिइसकेको छु भन्ने जानकारी गराउँछु है यहीँबाट। ल म यहाँहरूलाई ओपन गरेर देखाउँछु है। अनबक्सिङ हुन गइरहेछ ग्यालेक्सी S25 अल्ट्रा 512 GB को लिनुभएछ सिल्भर ब्लू कलरमा। अनबक्सिङ कसरी गर्ने हो यो चाहिँ यसै धार्नु भइहाल्छ। ल यहाँहरूले देख्न सक्नुहुन्छ है, मलाई चाहिँ यो कलर मन पर्यो, उहाँले पनि बोक्नु भएको रहेछ, त्यही भएर मैले यो लगेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ, म यहाँ अगाडि पनि देखाउँछु ल यहाँहरूलाई। र त्यसै गरी अहिले जुन अहिले हाम्रो दसैँ अफर चल्दैछ त्यसको बारेमा थोरै भनिदिनु के कस्तो लाग्यो तपाईँलाई? ल यहाँनिर चाहिँ हजुरहरूले मोबाइल किन्नु हुँदा एक्सचेन्ज गर्नु हुँदा यहाँनिर चाहिँ टिकट पनि पाउँदो रहेछ यो दसैँ अफरको लागि। यहाँ चाहिँ मैले अगाडि पनि देख्दै थिएँ विज्ञापन गर्नुभएको, स्कुटर पाइन्छ अरे, थाइल्यान्ड घुम्न पाइन्छ, अनि यहाँ विभिन्न उपहारहरू यहाँ देख्न सक्नुहुन्छ। तपाईँहरूले पनि यहाँनिर उहाँहरूले यहाँ पनि राख्नु भएको छ। तपाईँहरूले मोबाइल एक्सचेन्ज गर्दा मोबाइल किन्न आउनुहुँदा तपाईँहरूले यो टिकट पाउनुहुन्छ। हजुरहरू पनि आउनु होला है त। तपाईँहरू पनि एक्सचेन्ज गर्न चाहनुहुन्छ हाम्रो श्रेष्ठ मोबाइल केयर तपाईँलाई सम्झिन सक्नुहुन्छ। हस् धन्यवाद।